Praise the Lord. Hallelujah. प्रभुको प्रेमलाई सम्झन गरी फर्केर आइदेऊ प्रभुको प्रेमलाई सम्झन गरी फर्केर आइदेऊ आत्माको लागि स्वर्गलाई सम्झी संसारलाई त्यागिदेऊ हालेलुया आत्माको लागि स्वर्गलाई सम्झी संसारलाई त्यागिदेऊ तो दिन आज कसरी भुलौँ प्रभुले लिएको तो दिन आज कसरी भुलौँ प्रभुले लिएको आत्माको लागि स्वर्गलाई सम्झी प्राणदान दिएको हालेलुया आत्मालाई स्वर्गलाई सम्झी प्राणदान दिएको त्यस्तो गाना छ दाजु आत्मा चाहिँ प्रभुलाई सम्झिनुपर्छ सम्झिदिनुपर्छ हामीहरू यो शरीर त के हो है ईश्वरको भवन खडा गर्छौँ परमेश्वरको काम गर्छौँ भनेर हामी तपाईँहरू दुईजना उहाँहरू दुईजना म त एक्लै हाम्रो छोरा बुहारी मिलेर हामीले हातै मालो गरेर घोडा टेकेर त्यो दिन के भन्छ अभिषेक त्यो भूमिलाई कुमारको घरभित्र गरेको अनि त्यसो गर्दै 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 अनि फेरि कुमारको बुहालीलाई साफसुग्घर गरेर गाई बाँध्ने ठाउँलाई सफा गरेर 2500 खर्च गरेर म कागजमा राखेको मेटेल तर मेरो हृदयमा लेखेको म नमरुन्जेल बिर्सिन्न नि अनि 2500 खर्च गरेर चिम ल्याएर गाईको गुहाली बारेर गुहालीमा गर्न थाल्यौँ गुहालीमा गर्दै 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 सानो भयो हामी अलिक बढ्यौँ यहाँको पनि केटाकेटी जान थाले हाम्रो पनि नानीहरू पढ्दै आए यताको पनि बढे आँट्यौँ न अनि फेरि त्यही गुहालीलाई माझमा पारेर पर खुट्टी गाएर अलिक ठुलो अलिक अग्लो बनायो अनि त्यो बनाइसकेपछि त्यो माझको बेराहरू झिकेर अनि ठुलोमा गर्न थाल्यो अनि गर्दा गर्दै हुँदा हुँदै तपाईँहरू फेरि अब हाम्रो छोरीहरूले पनि सानो पनि अट्टी मान्नु भन्छ होइन मेरो छोरी पनि 15-16 वर्षमा घर छोडेर सिक्किममा गएर सेवाकाय गर्दैछ उसले भन्छ मम्मी मुखबाट कोबाके ननिकाल्नु है मुखबाट निक्लेको बोलीमा शक्ति हुन्छ सरब दे सरब लाग्छ आशिष दे आशिष लाग्छ अनि त्यो बारेमा कहिले काहीँ त रिस उठ्छ बात कराउँछु भने अब छोरी हो कति कुराहरू त सिकाउनु थाल्छ अन्त मैले जानेको कुरा त सिकाउँछु भन्ने कुराहरू आउँछ अनि अहिले त्यस्तो कुराहरू छ तपाईँहरू त्यो कुरा सम्झिनुहोस् याद गर्नुहोस् अलिक पश्चाताप गर्नुहोस् बा त्यो दिनकोले पो मलाई यस्तो भएको हो कि भनेर तपाईँहरूले पनि याद गर्नुहोस् पास्टर बोल्दा बोल्दा पनि मैले भने क्षमा गर्नुहोस् मलाई चाहिँ भएको कुरा अनि मेरो शुक्रबारको सल्लाह थियो यो अनि उता बिहामा पनि निम्तो छ अनि बिहामा निम्तो हुँदा हुँदै मेरो मलाई अगुवाई गऱ्यो होइन बिहा त त्यो बिहा हो खुसीको कुरा हो यो त परमेश्वरको काम हो नि त होइन हामी घोडा टेकेको छौँ टाउकोबाट चुने गरेर तेल अभिषेक गरिदिएको छ हामीलाई लिडरहरू अनि त्यस कारणले गर्दाखेरि भ्याइए छ भने जाउँला अहिले पनि मलाई फोन आइसकेको छोराले म पैसा राखिदिन्छु गिफ्ट बिहामा जानु बुहारी पनि कता जान्छ अरे ऊ दोकानमा आउँछ अरे अनि मैले भने हामी यहाँ दोकानमा छौँ दोकानमा थियौँ अब आउँदा भ्यायो भने जाउँला भ्याइएन भने नजाउँला मेरो लागि यही कुरा ठुलो हो अनि त्यो दिन पनि मैले भने म बिरामी छु मलाई प्रार्थना गरिदिनु म सन्चो भयो भने जान्छु प्रचारमै जान्छु अहिले पनि खुट्टा दुख्दैछ पोल्दैछ र पनि म खुसी अरूले भन्दा धेरै मैले टेकेको पनि गाडेँ त्यस कारणले गर्दाखेरि परमेश्वरको काममा हुन्छ हामी मानिस हो हाम्रो गल्ती हुन्छ भुल हुन्छ बोल्न जान्दैनौँ हेर्न जान्दैनौँ हेराइमा बोलाइमा हिँडाइमा सबैमा गल्ती हुन्छ त्यो आफैले बुझ्नुहोस् प्रार्थना गरिदिनुहोस् राम्रो पनि हुनसक्छ प्रार्थना गरिदिन्छौँ अनि सब बस्न सक्नु भने आइहाल्नु घरमा